नमस्कार, म प्रदीप पाल। यति बेला म दडेलधुरा जिल्लाको अजय मेरु गाउँपालिका वडा नम्बर 5 मा छु। मसँग यसै दडेलधुरा जिल्लाका एकजना अग्रज व्यक्तित्व हुनुहुन्छ। उहाँ गंगादत्त पन्तजी हुनुहुन्छ। खास गरेर जेनजी आन्दोलन पश्चातको यो भिडियो म बनाइराखेको छु। खास गरेर शेरबहादुर देउबा जो यो दडेलधुरा जिल्लाबाट 5 पटक प्रधानमन्त्री भएका छन् र म खास गरेर शेरबहादुर देउबाका बारेमा उहाँसँग जानकारी लिन चाहन्छु। स्वागत छ। धन्यवाद। खास गरेर शेरबहादुर देउबालाई कसरी चिन्नुहुन्छ हजुरले? म अब पञ्चायत कालमा 28 सालमा पहिला चाहिँ अन्तराम भट्टजीसँग वीरगञ्ज भएर म काठमाडौँ गएका थिएँ। वीरगञ्जमा बास बस्दाखेरि त्यहाँ एउटा माडे अखबार पढ्दै थिएँ। त्यहाँ जाँदाखेरि कहाँ हो बाबु घर भन्दाखेरि पश्चिम हो भन्नु। उहाँले चाहिँ नाग छोडेको अहिले पनि बुझ्छु। हजुर 2028 साल 28 सालको कुरो। हजुर यति हेला यो पश्चिम हाम्रो डोल्हा जिल्ला। त्यसपछि हुँदा हुँदै 52 सालमा म पुनः काठमाडौँ गएँ। भैरवामा यो बुटोलमा बस्दाखेरि त्यही कुरा दोहोरियो। हजुर हामी डोल्हा जिल्लाका हौँ। त्यो देउबाको जिल्ला त होइन, देउबाको जिल्ला तपाईँ भाग्यशाली हो भन्ने कुरा 28 सालको उत्तर मैले 52 सालमा पाएको थिएँ। एउटा विकास। अर्को विकास पञ्चायत कालमा नारायणहिटी राजदरबारमा राजा सञ्जेलसम्म अन्य जम्मै जिल्लाका नाउँहरू त्यहाँ समावेश थिए। डोल्हा जिल्लाको नाम थिएन। डोल्हा जिल्ला यति हेप्या थियो। शेरबहादुर गएपछि त्यहाँ डोल्हा जिल्लाको नाम लेखियो नारायणहिटी दरबारमा। दोस्रो विकास। हजुर तेस्रो विकास यसै डोल्हामा हामी गाउँलेहरू उच्च त्यो माविमा पढ्दा जाँदाखेरि त्यहाँ खलिङहरू हामीसँग पाके भन्थे। यति पिछडिएका हामी। अनि शेरबहादुरको उदय भएपछि त्यो ठाउँमा हाम्रै गाउँघरका बन्यो। आज तिनीहरू हराए जम्मै। हामी पाखे रहेनौँ, हामी सहरवासी रह्यौँ। तेस्रो विकास। अनि बिजुलीको विषयमा, लाइटको विषयमा फर्स्ट यही देउलमा, कापडीमा, पुजारी गाउँमा, जयपुरमा र दागेश्वरमा जलाउने यो अझै मेरो गाउँपालिकाको त्यति बेला अझै गाउँपालिका थिएन। फर्स्ट जले यहीँ हो उहाँको विकास। बाटाघाटा, पुल पुलिसा आदि इत्यादि पनि विकास भएकै हुन्। अहिले त्यति मात्रै होइन, कुनै पार्टीको पनि उहाँको समीपमा गयो भनेदेखि मेरो बाटो खर्च छैन भन्दाखेरि उहाँ बाटो खर्च पनि दिन तयार हुनुहुन्थ्यो। एउटा अर्को धर्म। उहाँ बिग्रनु भयो। यो बेला पनि कस्तो भयो भनेदेखि परास्त भएका कार्यकर्ताहरू जो उनलाई अगाडि पठाउँथे उहाँको खोजी उहाँले गरेन। एउटा अपराध त्यो भयो उहाँलाई। त्यो पनि एउटा अपराध हो जो उहाँको विश्वासमा थियो। एकदम आफू गइसके 5 वर्षसम्म खोज्ने भएन। आज आउने भए, आज उनीले हात हाल्ने भए त उनी अब गर्लान् भन्ने हिसाबले गर्ने भए। कार्यकर्ताको खोजिने गर्दाखेरि एक अपराध। अर्को अपराध उहाँ डोल्हा जिल्लाको मान्छे, उहाँको अर्धाङ्गिनी आरजु देउबा डोल्हा जिल्लाको त होइन नि, होइन सुदूरपश्चिमको होइन नि, होइन बिहे गरेपछि मात्रै उहाँ राणाखलको मान्छे। उहाँले यहाँको डाँडा काँडा ढुङ्गा माटो के चिनिया छ त? हाम्रो सुख दुःख के चिनिया छ त? उहाँको पल्लामा पर्दाखेरि अलि उहाँ चाहिँ कमजोर हुँदाखेरि अब अहिले जेनजीको हातमा पर्ने कुरा आजको कारणले हो, अरू केही पनि होइन। अनि पछिल्लो समय जो युवाहरू छन् दडेलधुरा, विशेष गरी दडेलधुराका युवाहरू भन्ने गर्छन् न यहाँ दडेलधुरामा शिक्षा छ, न स्वास्थ्य छ, न खानेपानी छ। धेरैजसो अहिले 21औं शताब्दीमा नेट इन्टरनेटको जमाना हो। खास गरेर धेरै गाउँमा नेट इन्टरनेट पनि चल्दैन भन्ने जेनजीको जो आरोप छ त्यो कस्तो लाग्छ तपाईँलाई? वास्तवमा सही हो कि? धन्यवाद। 5 पटक चाहिँ प्रधानमन्त्री भएको मान्छे एउटा डोल्हा जिल्ला उहाँको होइन के? होइन, 77 जिल्ला उहाँको हो। मैले ठ्याक्कै सालमा बिर्से यसै टुडी खेलमा शेरबहादुरजीको मुखारबिन्दबाट सुनेको कुरा। तपाईँहरू साँच्चीकै यो डोल्हाको चाहिँ विकास गर्नुहुन्छ भनेदेखि यो डोटी खोलालाई चाहिँ पोखरी जस्तो बनाऊ। यो बस्तीको राख्नलाई म दिन्छु, क्षतिपूर्ति म दिन्छु। यसलाई चाहिँ पर्यटकीय क्षेत्र बनाऊ, ठुलो तलाउ बनाऊ, चारैतिर पसलहरू हुन्छन्, बिचमा डुङ्गा चलाऊ। यी
देवताहरूलाई माथि आकाशमा लगो र यो तयार हुनुहोस् भन्दाखेरि जिल्लाका कार्यकर्ताहरू तयार भएनन्। उहाँले विकास गर्न खोजिया होइन भन्ने होइन। यहाँ अब यो हाम्रो चाहिँ प्रदेश पनि प्रदेशको कार्यालय पनि यहीँ राख्न खोजिया हो उहाँले। एक्लो मान्छे 77 जिल्लाको कुरा गर्ने हो कि एउटा डोल्टा जिल्लाको कुरा गर्ने हो? समग्र विकास गर्नु छ नि उहाँले त। प्रधानमन्त्री भनेको डोल्टा जिल्लाको मात्रै होइन, सांसद भएपछि डोल्टा जिल्ला मान्छे थिए, प्रधानमन्त्री भयो 77 जिल्लाको भए। कहाँ गर्ने त? यहाँको कार्यकर्ताले गर्ने हो। कार्यकर्ता कस्ता भयो भनेदेखि एउटा गोविन्द बोहरा बाहेक अरू उहाँबाट मागेर खाने मात्रै आफ्नो ऐसमौज मात्रै गर्ने। एकदम त 8 महिना प्रदेशमा मन्त्री रहनुभया हो गोविन्द बोहरा। कुनै मन्दिर, कुनै चाहिँ स्कुल, कुनै अस्पताल उहाँले अछुतो राख्नु भएन। सबैमा बजेट हाल्यो। हजुर, बल्कि हाम्रो नेपाल देवताको मन्दिर जल्यो। हजुर, मैले उहाँ भन्दाखेरि 5 लाख त्यहाँ पनि हालिदिए उहाँले। भनेपछि शेरबहादुर देउबा आफैमा क्यापेबल मान्छे हुन्, उनले विकास पनि गरेकै हुन्। तर उनलाई यो जिल्लाबाट जो नेपाली कांग्रेसको मै हुँ भन्ने नेता, जसले गाउँ स्तरमा जसले काम गर्थे, जसलाई आजको युगमा आजका जेन्जीका युगहरू झोले भन्छन्, त्यस्ता व्यक्तिले मात्रै देउबालाई बिगारेका हुन्। अनि अर्को देउबालाई बिगार्ने तत्त्व भनेको आर्जु राणा देउबा हुन्। दुई कुरा। देउबा आफैमा गलत मान्छे पनि होइन है। असक्षम भएर मेलौसी खाने पानीमा असक्षम भएर राजाले चाहिँ जेल हाले उहाँलाई। त्यही राजाले सक्षम भनेर फेरि चाहिँ ढोगेर निकाले हो बाहिर। अन्तिममा जेनजीले जसरी देउबालाई आक्रमण गरे, देउबालाई पिटे, त्यो गलत कि सही? त्यो जेनजीको नाउँ लिएर अरूले गरे हुन्। एकदम जेनजीले गरे होइन। जेनजीको नाउँ लिएर विपक्षीहरूले जो उहाँको चाहिँ विरोधीमा थिए, पार्टीका, एमालेका, माओवादीका अन्य कार्यकर्ताहरूले त्यस्तो गरे थियो। भनेपछि त्यो सरासर गलत छ। देउबा आफैमा वृद्ध मान्छे, 80 वर्ष कटेका मान्छे। एउटा वृद्ध मान्छेलाई हामीले सम्मान गर्नुपर्छ। उनले गलत गरेका होलान्, तर सम्बन्धित निकाय छ, स्थानीय प्रशासन छ, सरकार छ, त्यस्तो नगर्नुपर्ने हो। उहाँलाई त्यस्तो गरे होइन। कारण के हो भनेदेखि अहिले त छैन, अगाडि यो हानता, पानीपतिया आदि इत्यादि हुन्थ्यो गाउँठाउँमा। त्यसको लागि चन्द्रनारायण उठाउँथे। चन्द्रनारायण भनेको के हो भनेदेखि 4 आना पैसा प्रत्येक दैलोबाट उठाएर कहाँनिर मन्दिर बनाउने, पार्टी पाउवा बनाउने, बाटोघाटो बनाउने गर्थे। त्यस्तो लेस उहाँलाई चन्द्रनारायण लाग्या हो। चन्द्रनारायण कसको कारण लाग्या हो? एउटा झोले कार्यकर्ताको कारणले लाग्या हो। एकदम अर्को आर्जु देउबाको कारणले लाग्या हो। शेरबहादुर अझै पनि सोच्छन्, छवि छन्, थिए पनि रहने पनि छन्। एकदम तर लैलैमा जेनजीलाई दोष दियो। खालि यो शेरबहादुरजीले पिट्यो कुट्यो भनेर जेनजीको नाम लिएर अरूहरूले गरे। यति राम्रो कुरा गर्नुभयो, त्यसका लागि हामीलाई समय दिनुभयो। यहाँलाई हृदयदेखि नै धन्यवाद। धन्यवाद, नमस्कार।